हाम्रो छुट्टिने बेला भयो। अहिले चाहिँ हामी दुधेमा छु। सांगेसलाम बाई बाई। हेलो एभ्रिवान, नमस्ते। हजुरलाई फेरि पनि वेलकम छ मेरो नयाँ दिन नयाँ भिडियोमा। अन्त आज चाहिँ हामी जाँदैछु बजार गाडी धुलाई। अन्त म चाहिँ घर पनि जानुपर्ने भयो अचानक। अन्त आज चाहिँ म घर गएको। मैले चाहिँ मन्डे घर जान्छु भनेको थिएँ, तर आज नै जानु पर्यो। यहाँ हुनुहुन्छ हाम्रो आशा। लु सुरक्षा दी, आज लास्ट के भन्नु चाहनुहुन्छ? लु भनिहाल्नु। सुरक्षा दी, आज लास्ट के भन्नु चाहनुहुन्छ तपाईँहरू दुईजना? खै है, भोलिको प्लान थियो जाने रहेछ। अचानक जानु पर्यो नि त मेरो चाहिँ। अन्त त्यही भएर म चाहिँ घर गएको। आजको वेदर पनि यस्तै छ। अब तपाईँहरूले वेदरहरू चाहिँ पुरा मिस गर्ने छ, भ्यूहरू है। उता चाहिँ पुरा घाम लाग्छ नि त हाम्रोतिर चाहिँ। अब चाहिँ लास्ट डे विथ सुरक्षा दी एन्ड भाउजू होइन। गाइज हामी चाहिँ आइपुगिसक्यौँ गाडी धोएर है। बजार आएको अरे सुरक्षा दिदीहरू चाहिँ। म चाहिँ यहाँबाट घर जाने। मैले चाहिँ गाडीतिर चाहिँ भिडियो गर्दिनँ नि त, पुरा टाउको दुख्छ गाडीमा चढेपछि, अहिले भिडियो गर्न सक्दिनँ। अन्त सुरक्षा दिदी केही भनिदिनु, कतिको मिस गर्छ? पुरा मिस गर्छ नि है, कहाँ कहाँ घुमेर हालौँ भिडियो भनेको त है। भएन नि जाने यस्तै हुन्छ, जहिले तहिले हाम्रो प्लानै क्यान्सल हुन्छ। अब म चाहिँ अचानक घर जानु पर्यो। अब सबै कुरा क्यामेरामा भन्न सक्दिनँ म है, कतिवटा प्राइभेसी पनि हुन्छ। अन्त अहिले चाहिँ अब हामी एकछिन बजार घुम्ने, त्यहाँबाट म घर जान्छु। सुरक्षा दिदीहरू सबलाई बाई बाई गरिदिन्छु। सुरक्षा दिदीलाई म पनि मिस गर्छु, हाम्रो भ्युवर्सहरूले पनि मिस गर्छ भने हो हो कि होइन? कमेन्ट डाउन गाइज। यहाँको आमा अघि कस्तो चिसो थियो होइन? यहाँको वेदर चाहिँ हेर्नु, घाम 3-4 घाम लागेको जस्तो हुन्छ अब यहाँ चाहिँ। सुरक्षा दिदी चाहिँ चप्पल हेर्नुहुँदैछ यसो। कस्तो म यो चाहिँ उयो चाहिँ मन पर्यो है बरु, त्यो चाहिँ त्यही नाप्नु न। यो भएन म त यही मन पर्यो है। हामी चाहिँ पकौडी खान आँटेको, पकौडी दाल पकौडी। मिठो हुन्छ है? मिठो है। अब चाहिँ हाम्रो छुट्टिने बेला भयो। अहिले चाहिँ हामी दुधेमा छु। अघि चाहिँ गाडी धुलामा थिएँ, एकैचोटि भिडियोहरू पनि है। हाम्रो त कता कता आउँछ है। अहिले चाहिँ हामी दुधेमा छु। अब चाहिँ हामी केही खानु आँटेको। अन्त केही खाएर चाहिँ सुरक्षा दिदी जानुहुन्छ कता? खरसाङ। म जान्छु मेरो घर खोक्रेल। नेक्स्ट टाइम कहिले भेट्नु हामी दुईजना? म पनि हुँदैन आदिकल्च फेमस बनाइदियो मलाई। अब सुरक्षा दिन आफ्नो घर जानुहुन्छ। अन्त म पनि अब चाहिँ म छिटै कहीँ जानु आँटेको छु। त्यो भ्लग पनि तपाईँहरूलाई अवश्य हालिहाल्छु है। अन्त हेर्दै गर्नु होला, माया देखाउँदै गर्नु होला। अरू केही भन्नु छ? बहिनी बाई, अब यहाँ त अहिले नै बाहिर भएको छ, अलिक पराउन मात्रै खाना खाएर चाहिँ अब हामी के खाएर तपाईँ रुनु ल। केही भन्नु छ? साङ्गेस के छ? साङ्गेस जान सिक्किम गएर है। अब जो पनि सिक्किम जान आँटेको छ। हाम्रो जो बिचरा हामीसँग भिडियोमा कहिले काहीँ त आउँथ्यो। लजदेवमा पनि आउँथ्यो। हाम्रो के भिडियोग्राफर त थियो है। कस्तो रिस उठ्नु भयो त? के भन्नु त? के को भिडियोग्राफर हुन्छ? लजाउँछ यो त, पुरा लजाउँछ। हिजो नि गाइस एउटा चिज भन्छु म, यो भिडियोमै भन्छु। अन्त हामीले चाहिँ भिडियो बनाएको थियो कि के भन्छ त्यसलाई, भ्लग गरेको थिएन। अनि त्यसलाई देखायो भनेर चाहिँ मेरो फोन हेर्दाखेरि चाहिँ भिडियो नै डिलिट गरिदिएको हो त। कस्तो खाले चाहिँ हेलो गाइस, अब चाहिँ हाम्रो के लन्च टाइम भइसक्यो। अब हामी जान आँटेको। अब लन्च गरेर चाहिँ बहिनी त जान्छ यता सबजना ल्याउन आउनुभएको छ दादा। भाइ यता हेर नानु, भाइको थम्बनेल बनाइदेऊ। यता हेरिदेऊ खुसी। मैले चाहिँ भाइको खेलाउने बनाइदिएको थिएँ होइन। अब अहिले चाहिँ मेरो भ्लग सुरक्षा दिदीले गरिदिनु हुँदैछ, ट्रायल लिनुहुँदैछ सुरक्षा दिदीले चाहिँ। पनि ट्राई गर्नु पर्यो अब है। त्यहाँ राख्नु न गिलासमा राख्दै, बोल्नु नि तपाईँको हात दुख्छ। टेस्ट हुन्छ नि त। अहिले चाहिँ हामी मोमो खान आइरहेको छु, शारदा स्विट्स छ दुधेमा। शारदा स्विट्स है, यो होटेलको नाम चाहिँ शारदा स्विट्स। अब मोमो चाहिँ कस्तो छ तपाईँहरूले खाएर भन्छु, कस्तो कम्प्लिमेन्ट हुँदो रहेछ। दामी थियो, दामी भन्छु, नराम्रो थियो दामी छ चाहिँ। यो अब रेस्टुरेन्ट सजेस्ट हुन्छ हाम्रो चाहिँ के हुन्छ। अब टेस्ट गरेर चाहिँ अस्ति हामीले कहाँ खाँदै, अस्ति हामीले त्यो बिरयानी खाएको
बिरयानीहरू यो फ्राइड राइस खाएको त्यो जग्गा सुतेन अन्त खरसाङ कस्तो दामी दामी छ मैले यो जग्गा नखाऊँ भने मैले चाडेको हो यो जग्गा हामी न्यू हो भनेर साफुन भनेपछि चाहिँ अन्त त्यहाँ गएको नि त अब फ्राइड राइस तर जग्गा दामी दामी छ नि त भुटेको भात जस्तो टाइपको फुटेको भात पनि खत्तम थियो त्यस्तो है कलरहरू अब होटेलहरू छ अलिकति राम्रो हुनु पऱ्यो नि त प्रेजेन्टेसन हुनु पऱ्यो खास गरी हामीले त्यस्तो नभन्नु पर्ने हो तर अब हामीलाई पनि पैसा तिरेर खाएपछि त अब अलिक राम्रै दियोस् होइन नि किन नभन्नु हो अब घरमा भनेको त्यो भिन्दै कुरा हो बजारमा किनेर भिन्दै कुरा आयो नि त त्यो मिठो नहोस् प्रेजेन्टेसन पनि हुनु पऱ्यो नि त पहिला चटनी वा मेरो चाहिँ फेभरेट हो फेरि म चाहिँ पिरो लभर है पिरो के स्पाइसी लभर सक्दैन मेरो त पिरो सुरक्षा त अघि त्यहाँ दोकानमा चप खाँदैन नि घोटाले चाहिँ टोयकै भिडियो चाहिँ बनाउनु पर्छ टोयो है मिठो भयो नि त्यो हाम्रो मोमो पनि आयो सुरक्षा साङ्गेसको चाहिँ आएको छैन साङ्गेसले त हामीलाई पानी के गरेको अरे यो साङ्गेसको पनि आयो लु सुरक्षाले टेस्ट गरिदिनु कस्तो रहेछ दिदीले खतरा माया गर्छ भाइलाई फेरि एकछिन मिल्दैन दुईजना टेस्ट गरेर भइहाल्छ हजुर अलिकति हाल्दिनँ मलाई बेसी सुरक्षाजीको डेकोरेसन गरेर भन्नु त मोमोलाई त खाइ देखाउनु खाएला कस्तो मुखमा पानी आयो जस्तो मेरो फेभरेट हो नि त तिमीले पनि त मुखमा गरेर कस्मै टेस्ट है Thank you. अब गाडीमा चलाउँछु नि त अगाडि भन्दा हो सङ्गीत बजाइदिन्छु ल सङ्गीत अब नुन दिनु अचारले त आज जान्छ नि रहेछ नि भरे बेलुका भरे बेलुका नि ठिकै 4 बजी जाँदैन है भन्छु नि कति बज्यो 4 बजी यसो भन्दा चाहिँ पुरो सुरु हुन्छ लागेन मैले तिमी हाल्दै चाल भाइ हाल्नु हालिहाल्नु गाइस खाएर भेट्छु ल थम्बनेल दिनु न दामी खाइदिहाल्छु बाई बाई सुरक्षाजी चाहिँ अब जान आँटेको होइन बाई बाई गरिदिनु गाइजहरू सबैजनालाई मिस यु भनिदिनु साङ्गेसलाई पनि बाई बाई हाम्रो जोजोलाई पनि बाई बाई र तपाईँलाई पनि अब चाहिँ हामी गएको घर मलाई चाहिँ दादा र वाङ भाइ ल्याउन आइरहेको छ भाउजू बाई 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 गाइज म चाहिँ अघि नै घर आइसकेँ होइन घर आएर चाहिँ म सुतेछु अन्त चाहिँ मैले भिडियो चाहिँ गर्नु बिर्सेछु अन्त अहिले चाहिँ भदै नि होइन घर आएपछि हेलो गाइस भन्दै सबलाई हेलो गाइस स्वागत छ ब्याक टु माय च्यानल वेलकम ब्याक टु माय च्यानल यहाँ चाहिँ काइरा यहाँ चाहिँ रङ्गे जोजो यो पनि सानो तिम्रो चाहिँ भ्लगर नै हो अब चाहिँ मेरो भिडियो एन्ड गर्ने बेला भयो डिस्टर्ब गरेको किनभने चाहिँ डिस्टर्ब गर्छ अन्त मेरो खरसाङको टुर चाहिँ सक्यो फाइनली अहिले चाहिँ म मेरो आफ्नै घरमा आइपुगिसकेँ होइन अन्त सुरक्षा दिदी भाउजूहरूलाई पनि यो भिडियो हेर्नुहुँदैछ भने धेरै धेरै मिस गरिरहेको छु हुन्छ मेरो आजको भिडियो चाहिँ यति नै थियो हजुरलाई के कस्तो लाग्छ डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बाई बाई गाइज नेक्स्ट भिडियोमा बाई बाई